साधु 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 सकसिटन धैर्य शान्तजना सकल संघ परिवार अटेको बुद्धय गुण रुमंका चनुगुरु बुद्धय धर्मय गुण रुमंका चनुगुरु हो संघय गुण रुमंका ताबे तो गुण पर्व माने यनावया चनुगुरु गुण पर्व अनावया चनुगुरु हे बुद्ध धर्म हो संघ अर्थात त्रिरत्न गुण छिसा लुमंका न्यावना चनुगुरु छिसा नखजत के हना चनुगुरु तर के पनि बुद्धय गुण छिसा संस्मरण नाचनुगुरु धर्मय गुण संस्मरण नाचनुगुरु हो संघय गुण न संस्मरण नाचनुगुरु आ बुद्ध दैव सुले धर्म दैव छुखले अथवा संघ दैव सुले कुनै नभा छिसा ठिकाउनुमा आ बुद्ध धाय मात्र सब तो व्यक्तिवाचक नामवाचक मकोसे बुद्ध दैव सो ज्ञानवाचक फुक्क क्लेश निवारण याना निर्वाण पढे ठाउँ भगवान बुद्ध न दया बिजाको छि सकल प्राणीपी बुद्ध जीव यदि छिस पारमित धर्म पूर्ण याना जीवन हनावन भाषा छन् दिने झिसकले झिकेन बुद्ध जीव झिकेन बुद्ध जीवको गुण उके त तथागत गर्व अर्थात बुद्ध नेचर गराई यदि झिके चमुठो बुद्ध नेचर अथवा बुद्ध जीवको गुण उसके टोप्या त गराले झिके लोभ दु राग दु द्वेष दु मोह दु अभिमान दु घमण्ड दु थजको स्वभाव न झिके चमु गुण बुद्ध जीवको गुण टोप्या छ छिस थजे इले बिले धर्म कर्म याना हुन भाषा झिके चमु त बुद्ध गुण न छनो पिजोया हो बोगी उनीको उनीहरु बोकी उनीको न जुनी कतै छिसा चाहिँ इले बिले हिला राजको खगो या त वाचाका है छिसा शुद्धिकरण यसको गलत जुन भाषा त्यो त साथियाको आदि थिथि जाजो सुनेले धर्म छिसा नुमुका गुगल प्राप्त जे भाषा छिबे जब सुस्वास्थ्य जी सब छिबे निरोगी जी अलग चिका त होता छ धर्मै विषयले छिसा धर्म देशना धर्म खन्यानीको हिसाब धर्म देशना या थो इलेक्ट्रोनिको लन शुद्ध मजको खट छिपे इले बिले अथवा बिरामीन जीवो एजो कारण छिटो शरीर तन्दुरुस्ती याको लागि छिटो शरीर या त बलका टेको लागि ठुए तो गुणय दुने छिटो नसा भगवान बुद्ध ल्याज नसा इटन भगवान अतिकै महत्व बिया बिजाको आहार थिका परम धन तर आहार्य तरंगो धन कठौँ चिसा गुना पर्व गुना धर्म या त चिसा अनावया छ मुख पहासुई बनादेवी विभिन्न संस्था व्यक्तिको भी भजन खलाया भजन सरस्वती लगायत सम्पूर्ण उपासक केन्द्र जीवन नमन्दु तो ज्यादा जिनको को ज्यादा कठौँ चिसा जगावयातना तो ज्यादा उद्देश्य दिगुए बुद्ध धर्म या त सुभत्सा मननीयको ज्ञानमाला भजनला चिसा येना हाला गुल्न चिसा चाहिँ श्रवणेना गुल्न चाहिँ ठिका अवयात्नको तर उली जग्न मगा धर्मदेशना पाखेन अझन सुभच ठिकी फेडिगु भाबिया छप्राज साम धर्मदेशना चिसा येनी मार्गा विभिन्न बौद्ध व्यक्तित्वको पाखेन चिसा धर्मदेशना झगा अवयात्नको तो ज्ञानमाला तो यल ज्ञानमाला उद्देश्य दिगुए तो ज्ञानमाला अझन व्यापक रूपमा प्रचार हो व्यवस्थित रूपमा न्यायो छि उद्देश्य का छिबी ठुनपछि बोडबी जना तो ज्ञानमाला भजने शरीर या वया सुनोडु खजौको कार्यक्रम याना वस सर्वपि सकृष्ण सबो न्युगो सा महिना भिंगो ख ज्ञान गुरे खन्यन दैमा लगा चाहिँ तो कार्यक्रम गर्न थासे बि अनि या चाहिँ जख लागो पाइबिन व्यक्ति टुकी सहभागी लागि उद्देश्य तया तो कार्यक्रम जगावा नख आज त सबो चाहिँ सर्वल पिन्द सब जानकारी
यो ज्ञानबाट सङ्घ या त नेपाल सरकार केन्द्रीय नेपाल सरकारले केन्द्रीय सरकारबाट उच्च स्थानीय तया उच्च स्थानीय छौ कबर गएको संस्थागत रुपैयाँ छिटो कया आर्थिक रूपमा छिटो ग्वालिया ठुङ्गो राम्रो रातो किताबे छु लागि बजेट बोर्डको निकट भएपछि याद नभए चाहिँ योसँग समूह विद्यार्थीसँग ट्रेनिङ सोया दिनुहोस् 180 जना व्यक्तित्व पिन्द ठुकिया छलफल पनि सहभागी विद्यार्थी भोकले 60 जवान तबला 60 जवान हार्मोनियम 60 जवान छिटो नेपाल सरकार पाथे ग्वालिया आउँछ सिसा एजिया जिबी अधिकार सम्पन्न जुया चाहिँ नेपाल सरकारले दटाएन नेपाल सरकारका कर खुला सिसा चाहिँ सङ्घ संस्था झ्याकीमा हार्यो जिमसँग चाहिँ वाचाका जिबी चाहिँ ठुच्याइ लागि मन्त्रालय वनबले अनि मन्त्रालय पाखे चाहिँ मन्त्रालय सचिव पाखे सुर दया विजय दासा छलफल पनि ठुल ज्या चुनाव होता त्यसमा चाहिँ बाला जो ठुले ठुकिया बजेट प्रोड्युसन घेनासिला नेपाल सरकारमा उन्मची बजेट चाहिँ लुम्बिनी खेलाचुङ टुसा बुद्ध धर्मको लागि न सो बजेट प्रोड्युसन चाहिँ ठुका चाका सिका ठोगयो ख ओके चाहिँ ठुलो चिन्ता ठुली ठाउँ माला ठ्या मालगा दिन्छ चाहिँ 10 लाख रुपैयाँ महायान र अहिले कसबाट चाहिँ जित्न चाहिँ मन्त्रालयसँग 23% दिए मलाई आटक त्यो भजनियो लागि बुद्ध धर्मको लागि त्यो विधिवत चाहिँ दर्ता विवादमा संस्था रिउको पहिलो पटक जुन चिन्ता बी लगादिन वचन बिहारमा एकदम आतो तिनीहरूले रातो किताबका छापेर अब वार्षिक रूपमा चाहिँ बजेट नेपाल सरकार छिउ छोट संस्था जुनमा घेना चलाउनु भएको जुनमा चाहिँ आटोको सुकेन ढेबा चल्न नमगया जुनमा चाहिँ अथवा आस्थावान व्यक्ति नुक्लो सहयोग गर्दै जुन संख्या चलाउनु एकदमै बाङ्ला जुनमा घेना छौँ तर नेपाल सरकारका कर खोला जुनमा घेना गर्दा छिम्दा चाहिँ ठो बजेट त्यही देखा चाहिँ बजेट तयारमा बिहाउनु एरिया जुसँग चाहिँ अझ न छिपी चाहिँ काउने उनमा छ काउनेमा छ छिपी हुन आशा सरकारले बजेट टु बुद्ध धर्मको लागि बुद्ध धर्मसँग जो प्रचार लागि अलग्गै छुट्टै बजेट टु छिपी चाहिँ व गर्न ढ्याब्नुको सचिव जो पाकिन ढ्याब सुँगै आटक मवाडी उन्मसी फोटो धर्म गतिविधि बिहाल्नु सुँगै छिपी चाहिँ फर्स्ट टाइम व बिका जी तो चाहिँ अवकाशमा बुझिन जी ठुकिया आउने ढ्याब उ गर्न चाहिँ बजेट तयार यो एरिया छिपी न चाहिँ मेमी संस्था गसामा नेपाल सरकार दर्ता नाम क्या कर खुला त्यो छिपी ह्याउन ढाँचा त्यो अझ न सशक्त रूपमा ह्याउन फेरि छलफल बिन्दा सकिन ल्याएन ठाउँको ज्यादा छ छलफल उपस्थित दिया सक्छ साह्रो बाद दिउँसे हाना ठो ज्यादा ल्याए उपस्थित दिया विजयहरू बरसकया जुगो ठो बजाउनु ठानेको लागि साह्रो Sada
मिठा आज गण सकल अतिथि गण धर्म प्रेमी पासाबी भजन प्रेमी पासाबी विभिन्न सङ्घ संस्था अझ अब सकल दाजु किजा तत्कालीन ज्ञानोदय ज्ञानमाला भजन सङ्घ अखबार व रत्नाकर महागार हुबालिया सकल जुजा पाठिने जसको स्यासे हार्दिक अभिवादन र जोजो लपयाना Mala
काम गर्दैछु। यो कार्यक्रम मैत्रीपूर्ण सद्भाव ज्ञानमाला भजन प्रस्तुति बुद्ध पूजा र त्यो सबै गाँसेर एउटा चाहिँ छोटो मिठो कार्यक्रमको रूपमा बुद्ध धर्मलाई अझ व्यापक रूपमा प्रचार प्रसार गर्ने हेतुले हामीले हरेक महिना यो विभिन्न टोल बिहार ठाउँहरूमा चाहिँ यो कार्यक्रम सञ्चालन गरेर आएका छौँ। यसमा सुरुमा त्यति मानिस सहभागी थिएन, तर लोकप्रियता यति बढ्दै गयो कि यसमा धेरै मान्छे सहभागी भएको यो एउटा लोकप्रिय कार्यक्रमको रूपमा अहिले ललित विद्यमान भएको। अब यही क्रममा हामीले चाहिँ यो कार्यक्रम मात्र होइन कि हाम्रो यो ज्ञानमालाको उद्देश्य भनेको यो ज्ञानमाला क्षेत्रलाई अझ व्यापक रूपमा नेपालभरि नै सञ्चालन गर्ने हाम्रो उद्देश्यको स्वरूप यो वर्ष यो अब निकट भविष्यमा यही भाद्र महिनाभित्रैमै हामीले 180 जनालाई 60 जनालाई हार्मोनियम ट्रेनिङ, 60 जनालाई भोकल ट्रेनिङ अनि चाहिँ 60 जनालाई तबला ट्रेनिङ सुरु गर्ने यो केन्द्रीय सरकारको सहयोगबाट यो अब छिटै नै सुरु हुने यो जानकारी पनि यो च्यानल मार्फत गर्दछु। त्यो भएर चाहिँ हामी यो क्षेत्रमा मात्र धार्मिक क्षेत्रमा मात्र नभए चाहिँ हामीले सामाजिक क्षेत्र, स्वास्थ्य क्षेत्र अहिले ह्यान्डिक्राफ्ट क्षेत्रमा पनि हामीले धेरै कामहरू गर्दै आएका छौँ। अहिले भर्खर मात्र चाहिँ कुम्भेश्वरमा आग लागि भएर छेद विच्छेद त्यो अवस्थामा भएको घर धनीहरूलाई पनि हामीले एउटा नेवारी फिल्म च्यारिटी गरेर उहाँहरूलाई चाहिँ केही रकम सहयोग गर्ने हामीले उद्देश्य राखेर हामीले चाहिँ यो कार्यक्रम बनाउँदैछौँ। यही उद्देश्य यो कार्यक्रमको लोकप्रियता अझ व्यापक हुँदै जाओस् भन्ने कामना स्वरूप यो तपाईँहरूको च्यानललाई पनि शुभकामना दिन चाहन्छु। धन्यवाद। यो ज्ञानमाला भजनको मेन उद्देश्य र यो ललितपुर जिल्लामा त ज्ञानमाला भजन कतिवटा चाहिँ छ? हाम्रो यो ज्ञानमाला सङ्घ भनेको चाहिँ हेलडुर नगर क्षेत्रको छाटा सङ्गठन हो। यसमा आबद्ध अहिले 32वटा भजन छ। अहिले फेरि चाहिँ थप्ने क्रममा छन्। अहिले प्रोसेसन हुँदैछ। अहिले यो पहिला चाहिँ म यो कार्यभारमा आउँदाखेरि 14वटा मात्र भनेर भजन थियो। अहिले चाहिँ व्यापक रूपमा चाहिँ प्रोसेसन गरेँ हामीले टोलमा गएर बुझाएर सम्झाएर त्यसो गर्दाखेरि अहिले चाहिँ 32वटा सम्म ज्ञानमाला स्थापना भइसक्यो। ज्ञानमाला भजन के हो त? ज्ञानमाला भजन मतलब भगवान् बुद्धको उपदेशको सार हो। भगवान् बुद्धले जुन ज्ञान दिनुभएको छ त्यही ज्ञानलाई महत्त्वपूर्ण चाहिँ कुरालाई लिएर गाँसेर माला बनाएको गीत सङ्गीत नै ज्ञानमाला हो।
ज्ञानोदय ज्ञानमाला भजन सङ्घ या सकल सदस्य पिन्ता ठन न्यानी भजन प्रस्तुतियाको लागि उपस्थित ज्या विद्याटा इनापे नाचना साधु साधु साधु। ज्ञानोदय ज्ञानमाला भजन सङ्घ या सकल सदस्य पिन्ता ठन न्यानी भजन प्रस्तुतियाको लागि ठन न्यानी उपस्थित ज्या विद्याटा इनापे नाचना।